प्रतीक्षा गरेर बस्नुहुन्छ हैन प्रायः जसो प्रत्येक दिनै उहाँ चाहिँ गैडा देखिन्छ मैले हेरेको लगभग भइसक्यो त्यो 21 दिन जति बर्दियामा बाटो ठुलै आएको थियो बाक्कै कारणले यहाँ आउँदाखेरि मैले सफा गर्नु पर्थ्यो एक दिन 5 पटक खाइदिन्छ नि अब त्यस्तो दुःख गरेर लगाएको खेती अब खाइदियो भने अब त्यो फल्दैन अब पलाउने चिज पलाउँदैन दिउँसै आउने बेलुका बिहान जतिखेर उसलाई जहाँ हिँड्न मन लाग्यो त्यतिखेरै उसलाई के धपाउने भाग्छ त अनि के को टेर्ने त्यो